Hi everyone, good evening. Welcome to my mini vlog. So अहिले चाहिँ म रेडी हुँदैछु कहाँ जानुको लागि भन्दा अहिले चाहिँ मेरो ड्युटी छ नाइट सिफ्ट, त्यही भएर चाहिँ म रेडी हुँदैछु। युनिफर्महरू डल्लै हाल्दैछु है। अन्त सो यो सक्स पनि लानुपर्छ किनकि आइसियुमा अब धेरै चिसो हुन्छ नि त, लगेन भने पुरा रिग्रेट हुन्छ बादमा ड्युटी पुगेर है चिसोले गर्दा। त्यही भएर चाहिँ म रेडी हुँदैछु। अहिले बज्दैछ 7 PM है। अन्त चाहिँ म ब्यागमा सामानहरू मिलाउँदैछु है ड्युटी लानुको लागि। अन्त यहाँ चाहिँ पेन चेक गर्दैछु किनकि डेली मेरो पेन हराउँछ नि त हो, त्यही भएर चाहिँ मैले पेन चेक गर्दैछु लेख्छ कि लेख्दैन भनेर होइन। अन्त सो गाइस मेरो चाहिँ ड्युटी आवर्स हुन्छ 12 आवर्स है, 8 PM to 8 AM। सो गाइस यहाँ चाहिँ मैले टिफिनहरू पनि हालिसकेको छु है। डिनरमा के छ भन्दाखेरि चाहिँ यहाँ आलु चरचरी बनाएको छु है आज मैले। अन्त यहाँ चाहिँ भात छ, अन्त यहाँ दाल, अन्त पापड। आजको डिनर चाहिँ मेरो यही हो। अन्त म डिनर गर्दा हुँदा सो गाइस अब चाहिँ म फाइनली रेडी भइसकेँ है। अब चाहिँ म ड्युटी निस्किन आँटेको छु है। अहिले टाइम बजेको छ 7:30। अन्त बाहिर पानी परेको जस्तो पनि लाग्दैछ है, थाहा छैन, अब बाहिर गएर थाहा हुन्छ है। अब चाहिँ म रुमबाट निस्किँदैछु होइन। अन्त पानी पर्दै रहेछ गाइस सिम। अन्त यहाँ चाहिँ शनि मन्दिर है, भोलि पूजा भनेर डेकोरेट गरेको रहेछ। अन्त चाहिँ अब यो रेनी सिजन आयो भने चाहिँ यस्तो टेन्सन हुन्छ नि रेनी सिजनको टाइममा चाहिँ गाइस, किनकि ड्युटी जानु लेट हुन्छ है। त्यस्तो टाइमिङमा पानी परिरहेको हुन्छ, कि ड्युटी जाने बेलामा कि ड्युटीबाट निस्किने बेलामा है, त्यस्तो टाइमिङ भइरहेको हुन्छ। अन्त म चाहिँ अब छाता ओर्दै हलाउँदै जाँदैछु है। अन्त यहाँ चाहिँ मेरो मिक्सरको जार बिग्रिरहेको थियो, अन्त त्यो बनाउनुलाई दिएको थिएँ, बनाएको। सो गाइस मेरो चाहिँ ड्युटी टाइम चाहिँ मेरो चाहिँ अब 8 to 8 हुन्छ है नाइट सिफ्ट। 8 PM मा गएर चाहिँ 8 AM मा आउनुपर्छ। तर 8 AM चाहिँ नाम मात्रै हो, ह्यान्डओभर हुँदा 8:30हरू हुन्छ है। सो गाइस म चाहिँ टोटोमा पनि चढिसकेँ गुरुङबस्ती मोडबाट है। अन्त अब जाँदैछु होइन। अन्त यस्तो ट्राफिक जाम हुन्छ, रेड लाइट लागिरहेको रहेछ है। जहिले म जान्छु मेरै टाइममा चाहिँ जाम जहिले पनि फसिन्छ, मलाई एकदम मन पर्दैन जाम लागेको है। अन्त सो गाइस मैले चाहिँ भैयालाई भाडा पनि दिइसकेँ है। अहिले चाहिँ म हस्पिटल आइपुगिसकेँ। अन्त अहिले चाहिँ म भित्र जाँदैछु। अन्त यहाँ चाहिँ फार्मेसीमा मेरो रिपोर्ट राखिदिनु भएको थियो, त्यो पनि रिसिभ गरेँ। अन्त अहिले चाहिँ म ठिकै टाइममा आएर प्रेजेन्ट भइसकेँ। बाई बाई, सी यु द नेक्स्ट ब्लग।